भिडियोको उद्देश्य के हो तपाईँले म आज यो भिडियोमा स्पष्ट गरिदिन्छु होइन। हामी नेपालीको बानी के छ होइन, आफ्नो मुलुकमा काम गर्न लाज मान्ने होइन, बेलचा चलाउन लाज मान्ने, इँटा बोक्न लाज मान्ने, झ्यालडोकाहरू अथवा घर सम्बन्धित कार्य गर्न लाज मान्ने, तर विदेशमा गएर त्यही टोइलेट सफा गर्न होइन, अनि अरूको लुगा कपडा धुन, अरूको टोइलेट सफा गर्न, भाँडाकुँडा धुन लाज नहुने होइन, इँटा बोक्न लाज नहुने, बालुवा बोक्न लाज नहुने होइन। सो अहिले मेरो पछाडि हेरिराख्नु भएको यो मेरो कारखाना हो होइन। यहाँनिर हामीसँग अलरेडी 5-6वटा टिम छन्। जस्तै तपाईँको एल्युमिनियमको काम गर्ने छुट्टै टिम छ, युपिएसीको काम गर्ने छुट्टै टिम छ, फल सिलिङको काम गर्ने छुट्टै टिम छ होइन। सो स्टिल रेलिङ टफन ग्लासको काम गर्ने छुट्टै टिम छ। अब टिमको बारेमा मैले किन भनेको हो भन्दाखेरि होइन, तपाईँहरूले कुनै पनि फिल्डमा काम गरिराख्नु भएको छ भने तपाईँको लागि यो बेस्ट विकल्प हो कि तपाईँ सबभन्दा पहिला सिप सिक्नु के। निजी लाइफमा उसले अगाडि ग्रो गरेर अगाडि बढिरहेको छ, त्यो कुरा तपाईँ त्योसँग सिक्नु पर्ने हुन्छ होइन। हामीले विदेश गएर बेलचा चलाउनु, अरूको भाँडाकुँडा धुनुभन्दा राम्रो छ कि आफ्नो देशमा केही सिप सिकेर काम गर्नु, व्यवसाय गर्नु नि राम्रो कुरा हो होइन। आफ्नो आफ्नो ओपिनियन तपाईँले कमेन्ट बक्समा दिनु होला होइन। तपाईँले यो भिडियो राम्रो लाग्यो भने सेयर गर्नु होला होइन, राम्रो लागेन भने स्किप गरेर गए नि मलाई खासै फरक पर्दैन होइन। सो तपाईँले के गर्नु, सबभन्दा पहिला हाम्रो नेपालमा धेरै काम छ। नेपालमा इन्डियाबाट आएर मान्छे टाइल लाउने काम गर्छ, प्लम्बरको काम गर्छ, इलेक्ट्रिसियनको काम गर्छ होइन। तर हाम्रो नेपालीहरूले यो काम गर्नको लागि लाज मान्छ, झ्याउ मान्छ होइन। त्यही भएर विदेशमा गएर खाडी मुलुकमा 15,000, 20,000, 30,000, 50,000 रुपियाँ महिना कमाउनको लागि बाध्य हुन्छ। 3 लाख 4 लाख रुपियाँ खर्च गरेर जान्छ, 25,000 30,000को मन्थली कमाउँछ। त्यही 3 लाख 4 लाख रुपियाँ तपाईँले यहाँनिर खर्च गरेर एउटा पानीपुरीको ठेला लाउनु भयो भने पनि, तपाईँको तरकारी बेचे पनि तपाईँले 30-35,000 रुपियाँ मजाले कमाउनु सक्नुहुन्छ के। यो भिडियो तपाईँले मैले मोटिभेसनको लागि बनाएको हो। अब मेरो निजी लाइफको बारेमा तपाईँलाई इन्ट्रेस्टेड हुनुहुन्छ, कसरी तपाईँले ग्रो गरेर अगाडि बढ्नु भएको छ त्यो कुरा पनि एक्सप्लेन गर्नु भन्नुहुन्छ भने यो भिडियोमा तपाईँले 50,000 भ्युज र तपाईँको हाम्रो युट्युब च्यानलमा 5,000 सब्सक्राइबर पुगेपछि म आफ्नो जर्नी पनि तपाईँहरूसँग सेयर गर्नेछु होइन। केही पनि व्यवसाय गरेको छैन, रोजगार छैन, सिप छैन भने तपाईँले 10 क्लास पास गरिसकेपछि तपाईँले पढाइ अफोर्ड गर्न सक्नुहुन्छ भने पढाइ गर्ने, पढाइ गरेर जागिर लिन सक्ने क्षमता छ भने त्यो पढाइ गर्ने, नत्र तपाईँले 12 क्लास 11 क्लास गरेर टाइम पास गर्ने काम गर्दै नगर्नुहोस् होइन। एसएलसी गरिसकेपछि सट्ट तपाईँ कामको फिल्डमा लाग्नुहोस्। धेरैवटा काम छ यार, यही एउटा झ्यालढोका, फल सेलिङ, एसिपी, सिमेन्ट बोर्ड यताउति गर्ने काम मात्रै होइन, धेरैवटा फिल्ड छन्। जुन तपाईँले फिल्डमा मन पर्छ, तपाईँले फिल्डको राम्रो एक्सपिरियन्स छ, नलेज छ, त्यो फिल्डमा तपाईँले टाइम स्पेन्ड गर्नु, 2-3 वर्ष टाइम दिनुहोस्। त्यस पछाडि तपाईँ आफ्नै व्यवसाय गरेर पनि राम्रो पैसा अर्न गर्न सक्नुहुन्छ। हस् त, थ्याङ्क यू।